113 वर्ष अघि नै पाल्पामा सरकारी स्तरबाटै अस्पताल सञ्चालन गरिएको थियो। 71 वर्ष अघि युनाइटेड मिसन हस्पिटल स्थापना भएपछि पाल्पामा स्वास्थ्य सेवा विस्तार भयो। तत्कालीन गण्डकी, धवलागिरी, लुम्बिनी र कर्णाली क्षेत्रका मानिसहरूको उपचारको अन्तिम गन्तव्य बने पाल्पा। उहिले मात्र होइन, अहिले पनि स्वास्थ्य उपचारका लागि पाल्पाले आफ्नो साख कायमै राखेको छ। मिसन हस्पिटल र सरकारी अस्पतालको सेवा निरन्तर छ। पछिल्लो समय निजी स्तरका मेडिकल कलेजले पनि नागरिकको स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका छन्। विडम्बना, अहिलेसम्म पाल्पामा ब्लड ब्याङ्क भने छैन। महिनाको 400 पिन्ट रगत खपत हुने पाल्पामा जतिखेर चाहियो उतिखेर मान्छे लिएर जाने अनि रगत झिकेर उपचार गर्नुपर्ने बाध्यता छ। यो बाध्यतालाई हटाउन अहिले देश विदेशमा रहेका पाल्पालीहरू हाम्रो ब्लड ब्याङ्क हामी बनाउँछौँ अभियानसहित जुर्मुराएका छन्। नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा देशभर 70 जिल्लाका 117 स्थानमा साना ठुला ब्लड ब्याङ्क सञ्चालनमा रहँदा पाल्पामा अहिलेसम्म किन स्थापना हुन सकेन? यो सहित ब्लड ब्याङ्कको आवश्यकता र यो अभियानका बारेमा सोसाइटीका पाल्पा सभापति बाबुराम कार्कीसँगको कुराकानी। रेडक्रस एउटा संसारकै सबैभन्दा ठुलो मानवीय संस्था हो। यो भोलिन्टियर बेस संस्था हो र रेडक्रसको जन्म भएको 162 वर्ष अगाडि हो र नेपाल रेडक्रस सोसाइटीको जन्म 2020 साल भाद्र 19 गते हो। त्यसको लगत्तै 2027 साल मङ्सिर 27 गते नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको जन्म भएको हो। पाल्पा शाखाले रेडक्रसले गर्ने मानवीय सेवाका कार्यहरू आफ्नो जन्मकालदेखि अहिलेसम्म गर्दै आइरहेको चाहिँ छ। यसका सेवाका क्षेत्रहरू भनेको युद्धको समयहरूमा सहयोग गर्नु, विपद र महामारीको समयमा सहयोग गर्नु, एम्बुलेन्स सेवा, ब्लड ब्याङ्क, रक्त सञ्चार सेवा, प्राथमिक उपचार सेवा नै हो। पाल्पा शाखाले यो रक्त सञ्चार सेवाको लागि ब्लड ब्याङ्क नै संस्थागत रूपमा नभए पनि व्यक्तिगत सम्बन्ध, सम्पर्क र युवाहरू यसको युवा रेडक्रस सर्कललाई परिचालन गरेर ब्लडको आवश्यकता परेको मानिसहरूलाई आपूर्ति गर्दै आइरहेको चाहिँ छ। यसलाई अझ संस्थागत रूपमा प्रभावकारी रूपमा गुणस्तरीय रक्त आपूर्तिको लागि विगत 3 वर्षसम्म 2069 देखि 72 सम्म लुम्बिनी मेडिकल कलेजसँग साझेदारीमा कामहरू पनि गरियो। तर नेपाल सरकारको नीतिमा परिवर्तन आइसकेपछि हामी पाल्पा शाखा लुम्बिनी मेडिकल कलेजसँग विछोड हुन चाहिँ पर्यो। किनभने परिमार्जित नीति अनुसार ब्लड ब्याङ्क लुम्बिनी मेडिकल कलेजले आफै छुट्टै सञ्चालन गर्न पाउने व्यवस्था चाहिँ भएकोले र त्यस पश्चात पनि तर यहाँ 3वटा चाहिँ हस्पिटलहरू चाहिँ छ अनि त्यसको सँगसँगै यहाँ चाहिँ डायबिटिजहरूको चाहिँ उपचारहरू पनि यहाँ हुने चाहिँ गर्छ र त्यसैले यहाँ चाहिँ ब्लडको चाहिँ आवश्यकताको दिन प्रतिदिन बढ्दै गइरहेको। यो आवश्यकतालाई पूर्ति गर्नको लागि विभिन्न सङ्घ संस्थाहरूले प्रयासहरू चाहिँ गर्यो। संस्थागत रूपमै पूर्ति गर्नुपर्छ भन्ने र तर प्रयासहरू गर्यो तर सफल चाहिँ हुन सकेन। त्यसपछि यो रेडक्रसको लागि अलिकता चाहिँ यो ब्लड ब्याङ्क सञ्चालन गर्नुपर्छ भन्ने कुराहरू समुदायबाट, व्यक्तिहरूबाट, सङ्घ संस्थाहरूबाट चाहिँ अलि दबावकै रूपमा चाहिँ आइराख्यो र फेरि नेपालमा करिब 70 जिल्लाहरूमा रेडक्रसले नै ब्लड ब्याङ्कहरू सञ्चालन गरिरहेको चाहिँ अवस्थामा पाल्पा शाखाले पनि अब होइन यो ब्लड ब्याङ्क अब शाखाले नै सञ्चालनहरू गर्नुपर्छ भन्ने यो अहिले वर्तमान कार्य समितिले त्यसको निर्णयहरूमा चाहिँ पुग्यो र विगत 1 वर्षदेखि ब्लड ब्याङ्कको स्थापना र सञ्चालनको लागि एउटा अभियानकै रूपमा अगाडि बढाउने भन्ने निर्णय भए अनुरूप यसलाई अगाडि बढाउने कामहरू भइरहेको चाहिँ छ र हामीले यो ब्लड ब्याङ्कलाई सफलहरू पार्नको लागि विभिन्न नीति रणनीतिहरू र अनि मोडेलहरू चाहिँ तयारीहरू गरेर यसलाई यो अभियानलाई अगाडि बढाइरहेका चाहिँ छौँ र यो हामीले मोडेलहरूमा चाहिँ खास गरी यो व्यक्ति, सङ्घ संस्था, सरकार सबैसँग चाहिँ हामीले पहुँचहरू चाहिँ बढाउने र सबैसँग सक्दो सहयोगहरू ल्याउने र त्यसको सँगसँगै हामीले चाहिँ यो
यसलाई यो दिगो निरन्तरता दिनको लागि एउटा अक्षय कोषको पनि व्यवस्थाहरू गर्नुपर्छ भनेर फेरि अक्षय कोषको पनि व्यवस्थाहरू चाहिँ नि गरेका छौँ अथवा त्यो योजना राखेका छौँ र त्यो योजना अनुरूप हामीले यो विगत 1 वर्षदेखि यो देशभित्र जिल्लाभित्र अनि जिल्ला बाहिर जस्तो पोखरा काठमाडौँ अनि विदेशहरूमा पनि हामीले जस्तो अमेरिका भयो कोरियाहरू भयो अनि त्यस्तै गरी अस्ट्रेलिया चाहिँ भयो कटारहरू भयो यस्तै धेरै देशहरूमा काममा रहेको विशेष गरेर पालपाली नेपालीहरूको सङ्घ संस्था समाजहरूसँग समन्वय सम्पर्क गरेर सहयोग लिने कामहरू पनि हाम्रो चाहिँ भइरहेको छ र यसलाई अहिले सरकारले पनि केन्द्रीय सरकारले सङ्घ सरकारले स्थानीय सरकारले र पनि यसलाई चाहिँ सहयोगहरू चाहिँ भइरहेको छ जसको फलस्वरूप यसको अहिले भवनहरू बन्न गइरहेको चाहिँ छ यसको सामग्रीहरू आउने क्रमहरू चाहिँ छ र त्यसपछि हाम्रो अक्षय कोषमा पैसाहरू जम्मा गर्ने क्रमहरू बढिरहेको चाहिँ छ र हामीलाई चाहिँ हाम्रो आशा एवं विश्वास छ अब हामी छोटै नै धेरै छिटै नै हामीले अब यो हाम्रो रेडक्रसको भवनकै एउटा कोठामा भवन पुरा रूपमा नबन्दासम्म यसैबाट सञ्चालन गर्ने गरी हामी त्यो तयारी अवस्थामा पनि रहेका छौँ र भवनको यस भवनमा रहेका कोठाहरूलाई मर्मत कार्य गरेर सञ्चालन गर्ने तयारी अवस्थामा रहेको चाहिँ पनि छ। अब यसरी हामीले यो खास गरी यो ब्लड ब्याङ्कको स्थापनाहरू गर्न र किन चाहिँ परेको भन्ने कुराहरूमा एकदमै सबभन्दा चाहिँ जसको यो पहुँचहरू पुगेको चाहिँ छैन जो चाहिँ नि गाउँबाट चाहिँ दूर दराजबाट आइरहेका चाहिँ बिरामीका मान्छेहरू अझ भएन भने हाम्रो चाहिँ अब अहिले विदेश जाने क्रमहरू एकदमै बढ्दो छ त्यो परिवारका मानिसहरू जो उपचार गर्न आइरहेको छ उहाँले धेरै दुःख शास्ति कष्टहरू चाहिँ भोग्न परेको ब्लडहरू चाहिँ समयमै पाउन नसकेको कारणले र यो कुराहरूलाई चाहिँ नि अब यो चाहिँ एकदमै यो समयमै नै पुरा गर्नुपर्छ भन्ने खास चाहिँ रेडक्रसलाई पाल्पा रेडक्रसलाई चाहिँ लगाएर नै यो कार्यक्रम र यो अभियानलाई चाहिँ चलाउन चाहिँ परेको हो र अब हामीले अब अहिलेसम्मको प्रगति र यसको जुन व्यवस्थापन पक्षहरूलाई चाहिँ हेर्दै जाँदाखेरि अब यो सञ्चालन त पक्कै चाहिँ हुन्छ तर अब दिगो र निरन्तर सञ्चालन गर्नको लागि अब हामी अझै चाहिँ लाग्नु चाहिँ परेको चाहिँ छ अझ जुट्नु चाहिँ परेको छ अझ युद्ध स्तरमा जानु चाहिँ परेको छ हामीलाई त्यसको लागि हाम्रो टिमहरू चाहिँ लागि परेको चाहिँ छ र हामीले यसबाट भोलिका दिनहरूमा सहजै रूपमा यो बिरामीले यो रगतहरू चाहिँ पाउनुहुनेछ यो उपलब्ध चाहिँ हुने चाहिँ छ र यो त्यो विगतका दुःख कष्टहरूबाट सबैलाई चाहिँ सबै त्यसबाट बच्नु हुने चाहिँ छ भन्ने हामीले त्यो आशा एवं विश्वास लिएका चाहिँ छौँ र हामीले अझ हाम्रो त उद्देश्य के छ भन्दा अरू सरकार अरू सङ्घ संस्थासँग समन्वय सम्पर्कहरू गरेर निःशुल्क आउँदा दिनहरूमा निःशुल्क रूपमा ब्लड उपलब्ध गराउने हाम्रो चाहिँ त्यो योजनाहरू पनि रहेको चाहिँ छ सबैलाई यो चाहिँ अभियानमा जोड्ने योजनाहरू चाहिँ रहेको छ हामी यो महिला समूहहरू भयो आमा समूहहरू भयो अनि यो शिक्षक सङ्घ सङ्गठनहरू चाहिँ भयो राजनीतिक दलहरू चाहिँ भयो अनि अब विद्यालयहरू चाहिँ भयो र अरू सङ्घ संस्थाहरू चाहिँ भयो उहाँहरूसँग सबैसँग हामीले समन्वय सम्पर्क पनि गरेका छौँ उहाँलाई जोड्ने कामहरू पनि बिस्तारै एकपछि अर्को हुँदै आइरहेको चाहिँ छ र त्यसैले पनि हामीलाई चाहिँ धेरै यो ढाडस र विश्वासहरू पनि मिलेको चाहिँ छ एउटा त्यो रहेको छ। अब यसलाई हामीले यो रगत ब्लडको चाहिँ आपूर्ति सम्बन्धीहरूमा पनि हाम्रो एउटा चाहिँ योजनाहरू हामीले बनाएका चाहिँ छन् यो ब्लड डोनेसनको लागि यसको एउटा सचेतना कार्यक्रमहरू गर्ने अनि ब्लड ग्रुपहरू चाहिँ छुट्याउने र सबै हामी पालिकाहरूमा चाहिँ पुग्ने र त्यहाँ चाहिँ यो चाहिँ समूहहरू गठनहरू गर्ने र अनि त्यो आवश्यकता परेको बेलामा समूहहरूबाट रगतहरू चाहिँ को आपूर्तिहरू गर्ने चाहिँ हामीले त्यो योजनाहरू पनि राखेका चाहिँ छौँ र हामीले समय समयमा यो ब्लड
ब्लड कलेक्सन क्याम्प पनि हामीले चाहिँ सञ्चालन गर्ने हामीसँग त्यो योजनाहरू चाहिँ छ र त्यसमा पनि हामीले भएका हाम्रा स्थानीय सङ्घ संस्था क्लब सबैलाई चाहिँ हामीले त्यसमा जोडेर सहयोग लिएर यसलाई यसको निरन्तरता यसको प्रभावकारितालाई अगाडि बढाउने हामीसँग यो योजनाहरू रहेको छ। सङ्ख्याकै अब यो हामीले एउटा मोडेलहरू तयार गरेका थियौँ। एउटा त हामीले रेड क्रसकै सदस्य वैधानिक सदस्यताहरू दिएर जोड्ने कामहरू, त्यसमा वैधानिक सदस्य दिएर जोड्ने काममा एसएसकर सदस्यहरू हाम्रो 9 जनाहरू चाहिँ भइसक्नु भएको चाहिँ छ। अर्को चाहिँ हामीले त्यो विशिष्ट सदस्य त्यो पनि दिएर गरेको, त्यो पनि हाम्रो चाहिँ अहिले 82 जनाहरू चाहिँ विशिष्ट सदस्यहरू बनिसक्नु भएको चाहिँ छ। र त्यसको सँगसँगै अब हामीले कसैको त्यो सम्झनामा घरको कुनै परिवारको सम्झनामा कसैले चाहिँ एउटा अब त्यो सहयोग गर्न चाह्यो भने त्यसलाई पनि त्यो अवसरहरू दिएका चाहिँ छन्। त्यस्तो परिवारहरू पनि अहिले चाहिँ करिब 15-20 परिवारहरू त्यो चाहिँ उहाँहरू पनि जोडिसक्नु भएको चाहिँ छ। र अनि त्यस्तै हामीले सङ्घ संस्थाहरूमा विद्यालयहरू पनि केही थोरै विद्यालयहरू चाहिँ र केही सहकारी सङ्घ संस्थाहरू, त्यस्तै अरू विदेशमा रहेका चाहिँ त पालपाली सङ्घ समाजहरू हुनुहुन्छ, जस्तो अमेरिकामा रहेको, कोरियामा रहेको, कतारमा रहेको ले पनि हामीलाई चाहिँ ओर्नु भएको छ। र फेरि हाम्रो यो पोखरामा रहेको पालपाली समाज, अनि त्यस्तै के अरे काठमाडौँमा रहेको पालपाली सङ्गम, यहाँ उहाँहरू पनि यसमा चाहिँ जोडिएर चाहिँ सहयोग गर्ने, सहयोग जुटाउने कामहरू चाहिँ भइरहेको छ। सदस्यताहरू दिने अथवा अब कसैले स्फूर्तमा आएर मैले सहयोग गर्छु भन्ने कुरालाई हामी जहिले पनि हामी हात थाप्छौँ होइन, हामीले सहयोग लिन्छौँ। तर अभियानलाई केही रूपमा चाहिँ लानको लागि हामी धेरै लामो समयहरू जाने सोचमा चाहिँ छैनौँ।